दर्शक नमस्कार, म ठाकुर बेलवासी 3S मिडियाको प्रस्तुति कार्यक्रम युगान्तरमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीले मुलुकमा ऊर्जा उद्योगको अवस्था कस्तो छ, मूलतः यो प्रश्नमाथि केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि एकजना ऊर्जा उद्यमी एवं ऊर्जा विज्ञ विश्व कणेललाई आमन्त्रण गरेका छौँ। हामी सँगै हुनुहुन्छ ऊर्जा उद्यमी एवं ऊर्जा विज्ञ विश्व कणेल। उहाँलाई स्वागत गरौँ। कणेलजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते। हजुर, मेरो पनि धन्यवाद। हजुर, पछिल्ला केही दशकदेखि नेपालमा ऊर्जा उद्योगको निकै चर्चा चल्यो। 85,000 मेगावाट बिजुली उत्पादन नेपालमा हुँदैछ। पानीमा नेपाली पैसा होइन डलर बगिराखेको छ। यो लगानी खेर जाँदैन भनियो र एक किसिमको निजी क्षेत्र आकर्षित भएको जस्तो पनि देखिएको छ। खास अवस्था चाहिँ के छ? ऊर्जा उद्योग, ऊर्जा व्यापारको अवस्थाका बारे बताइदिनुहोस् न। अहिले मोटामोटी कुराकानी हुन्छ नि, मोटामोटी अहिले स्थिति कस्तो छ भने तपाईँ पार्छ नि, अहिले यो सेक्टर चाहिँ सुरुका जुन हिसाबले अगाडि बढेको थियो पार्नु छ नि, त्यसले हुन्छ नि सबै नेपाली जनताहरू यतापट्टिको कुराकानी गर्दैन भनौँ, सबै किसिमको कुराकानीले गर्दाखेरि यो सेक्टर भने नेपालको लागि चाहिँ यसले मात्रै बचाउन सक्छ। अरू सेक्टर भन्दा यसलाई पार्छ नि, होइन? र मेटेरियल ल्याउन नपर्ने पार्छ नि, 24 घन्टा पानी चाहिन्छ नि, पानीको बहावको आधारमा चाहिँ पानी भयो गरिरहने, तपाईँको मेन्टेनेन्स खर्च कम। एकपटक जुन उत्पादन गरेर गरिसकेपछि यसलाई लङ टर्म भनेपछि 50 वर्षसम्म यसले हुन्छ नि सामान्य मेन्टेनेन्सले यसले चाहिँ उत्पादनको अगाडि बढ्ने। यो प्रक्रियाले गर्दाखेरि तपाईँको नेपालको सम्पत्तिको भन्नु नै एउटा ऊर्जा, एउटा पर्यटन, होइन? अरू सेक्टर भने चाहिँ भूगोलले हामीलाई कस्तो बिचमा पारिदियो भने पार्छ नि, एउटा विशाल उत्तरतिर चाहिँ चीन, यतापट्टि भारत तपाईँको छ नि, त्यहाँको अरबको चाहिँ जनसङ्ख्यालाई प्रडक्ट गर्दाखेरिको चाहिँ त्यो अरू औद्योगिक क्षेत्रले यहाँ चाहिँ प्रतिस्पर्धा गर्न नसक्ने स्थिति। त्यस कारणले गर्दा नेपालको ट्रेड डिफिसिटलाई पनि कम गर्न र नेपालीहरूको चाहिँ पर क्यापिटल इन्कम बढाउनको लागि पनि तपाईँको छ नि ऊर्जा सेक्टरमा चाहिँ हात हाल्नु पर्ने प्रोग्राममा नेपाल सरकार, उद्यमीहरू सबै किसिमको कुरा एकमत भएर यसमा अगाडि बढ्यो भन्छ नि। अहिले राम्रो फड्को उसले मारेको छ, होइन? यसले हुन्छ नि नेपालको भविष्य नै मैले कुनै हुन्छ नि ऊर्जामा डिपेन्ड रहन्छ भन्ने। यहाँहरू त जस्तो नि 56-57 देखि विशेष गरी ऊर्जामा निजी लगानी भित्रियो। त्योभन्दा अगाडि पनि नभएको होइन, तर लहर चाहिँ 56-57बाट आयो। त्यसको सुरुवात तपाईँहरूले गरिदिनु भयो। अब अहिले चाहिँ सामान्य मानिस पनि ऊर्जामा लगानी गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन्। यो मनस्थिति निर्माण भइरहँदा राज्यले अर्थात् सरकारले कसरी हेर्छ यो क्षेत्रलाई? सरकार कतिको सजिलो छ? यो एउटा कुरो चाहिँ के हो भने तपाईँ पार्छ नि, सुरुका दिनमा सरकारले सहयोग नगरे भए हामी प्राइभेट सेक्टर आउन सक्ने थिएनौँ। यो पार्छ नि, यसमा हामी त्यसमा कन्फर्म हुनु पार्छ नि, होइन? सुरुमा त्यसलाई पार्न चाहिँ कतिपय हामीले सुरुमा जुन उत्पादन गर्न जाँदाखेरि कतिपय कुराहरूलाई अलिकता भए पनि यो चाहिँ उत्पादन गर्नुपर्छ र यिनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने सरकारको कुराकानी थियो, होइन? पहिला सुरुमा हामीले कुराकानी गर्दा कतिपय आयोजनाहरूको चाहिँ हुन्छ नि वनको क्लियरेन्स नहुँदाखेरि पनि तपाईँले पार्छ नि वन क्षेत्र पनि दिए हो हामीलाई कुराकानी छ नि, होइन? पिपिए हुने बित्तिकै तपाईँहरू कन्स्ट्रक्सन जानुहोस् भनेर मन्त्रालयले नै गरिराखेको थियो हामीलाई, हुन्छ नि, होइन? तपाईँहरू हुन्छ नि, मैले त कतिपय आयोजनाहरू जस्तो मेरो हुन्छ नि एउटा सानो 5 मेगावाट आदि भन्ने थियो, होइन? मेरो अर्को 8 मेगाको चाहिँ राखेको थियो। त्यतिखेर मन्त्रालयको त्यतिखेर विद्यमान सचिवहरू पनि गएर हेरिदिनु भयो क्या, होइन? काम गर्दा गर्दै पार्छ नि तपाईँलाई जे काम पर्छ तपाईँले पार्छ नि भएको चाहिँ तपाईँलाई हुन्छ नि फोन गर्नुहोस्, त्यसको डिसिजन तपाईँ मन्त्रालय आउनु पर्दैन भन्ने पनि यहाँ थियो क्या, होइन? त्यतिखेरको स्थिति भने हामी जतिखेर चाहिँ पहिलो सुरुमा जुन पिपिए गरेर 3 रुपियाँ र 3 रुपियाँ 90 पैसामा हामीले सुरुवात गऱ्यौँ पार्नु छ नि, होइन? त्यसमा अब हाम्रो हरि बैरागीजी बितेर जानुभयो, होइन?
त्यही बेलादेखिको हामी छ नि गुरुजीहरू हामी छ नि सुरुमा म चाहिँ आफूलाई के भन्छु म चाहिँ छ नि पहिलो हामी छ नि हाम्रो पुस्ता हौँ भन्ने भन्छ। हामीले धेरै किसिमको हन्डर पनि खायौँ, त्यतिखेरको कुराकानीमा धेरै किसिमको कुराहरू पनि भए होइन। यो किसिमबाट कुराकानीमा जसरी यो सेक्टरको अगाडि बढिया थियो, अहिले यो बिचको यो स्थितिमा चाहिँ सरकारले हुन्छ नि प्राइभेट सेक्टरलाई क्याच गरेर जान चाहिँ सक्ने स्थिति भयो। त्यो चाहिँ किन होला भनेको प्राइभेट सेक्टरलाई सरकारले साथ नदिनुको कारण अथवा साथ लगाएर अगाडि बढाउन नचाहनुको अन्तर्य चाहिँ के हुन सक्छ? यसो भयो तपाईँलाई पार्छ नि, मैले कुराकानी के भन्छु भने तपाईँलाई पार्छ नि सरकारमा बसेका मान्छेहरू जो छ पार्छ नि यसलाई दुई पक्षको बिचमा एउटा समन्वय गरेर विकास निर्माण कार्य एक भएर जाउँ भन्ने किसिमको सोचाइमा उहाँहरूको त्यो चाहिँ भिजन पुग्न सकेन एउटा होइन। यो सेक्टर ठिक रहेछ, अब हामी पनि यही सेक्टरमा लाग्छौँ भन्ने किसिमको कुरामा उनीहरू पनि गए पार्छ नि होइन। यसलाई पार्छ नि यो कुरा के थियो भने तपाईँ छ नि हामी विदेशी लगानीहरू ल्याउने ठुला पैसाहरूको चाहिँ यहाँ हामी गर्दैछौँ भने पार्नुहुन्छ नि अहिलेको किसिमको कुरामा धेरै प्रोजेक्टहरू आयोजनाहरू अहिले पार्नुहुन्छ नि होइन। मोटामोटी अहिले 80% को चाहिँ हुन्छ नि 4000 मेगावाटको चाहिँ उसमा चाहिँ 80% भने 2500 मेगावाटभन्दा माथि त प्राइभेट सेक्टर आइसकेको छ। कुरो मिल्छेन। तपाईँ कुराकानी के छ भने प्राइभेट सेक्टरको 2500 मेगावाट भने तपाईँले पार्नुहुन्छ नि होइन 30% को इक्विटीले पनि तपाईँको छ नि 3 वर्ष चाहिँ उसलाई पार्छ नि होइन। उनीहरूको लोनलाई रिपेमेन्ट नगर्ने हो भने त फन्ड त यहीँ आयो नि, त्यो बराबरको इक्विटी अर्को प्रोजेक्टमा लान सकिन्छ होइन। अब 2500 मेगावाटको प्रोजेक्टले जुन इन्कम हुन्छ त्यसले 2500 बराबरको त अर्को बनाउन सक्छ पान्छ नि, त्यसले पान्छ नि। त्यो त 3 वर्षमा फेरि आइपुगिहाल्छ होइन। एउटा कुरो हुन्छ नि त्यो हिसाबले पनि अगाडि बढेन। अर्को कुरो तपाईँ पार्छ नि बाटो बनाउने, ट्रान्समिसन लाइन बनाउने, हाम्रो CSR अन्तर्गत हाइड्रो पावर डेभलपरहरूको एउटा छ नि निश्चित 0.75 1% 1.5% को जुन हामी बजेट छुट्याउँछौँ र आफ्नो प्रोजेक्ट जुन गर्छौँ त्यसमा चाहिँ हामीसँग मिलेर चाहिँ जुन छ नि काम गर्न हामीले सकेनौँ। बाटो बनाउने छ भने नेपाल सरकारको आफ्नो बाटो भयो, हाइड्रो पावरको एउटा आफ्नो बाटो भयो। यो त खोला कोरिडोर हो नि तपाईँ पार्छ नि, खोला कोरिडोरको माथिबाट तलसम्मको एउटा कोरिडोर तयारी गरेर त्यसमा ल 50% नेपाल सरकारको अनुदान हुन्छ, 50% तिम्रो हुन्छ, तिमी आफू बनाऊ भन्नलाई हुन्छ नि। हाम्रो सरकारी संरचनाले चाहिँ त्यो चाहिँ भएन। त्यसको कारण के भने त्यसमा लोभी पापी मन अलिकता भयो। आफू पावरमा हुँदा यति बराबरको ठेक्का रकम चाहिँ मैले किन अर्कोलाई दिने भन्ने किसिमको सोचाइ हुन गयो क्या। कानुन कतिको बाधक छ? कानुन त तपाईँको अहिले कुराकानी कानुन त तपाईँ भनौँ न अहिले पार्छ नि यो अलिकता तपाईँ पाटो छ नि तपाईँहरू अझ बढी बुझ्नु भएको छ होइन। मैले त भन्ने गरेको छु म यत्र 15-16 वर्ष नेपाल सरकारका विभिन्न उसमा बसेर आइसकेपछि मैले यो प्राइभेट सेक्टरमा मैले हुन्छ नि मैले त त्यो सेक्टर त मैले त हुन्छ नि पुरा म अन्धकारमा रहेछु क्या। आफै सरकारी सेवामा 1.5 दशक बिताउनु तर फेरि पनि सरकारी सेवाका ती झन्झटहरू बुझ्नु भएर रहेनछ। जब बाहिर आएर निजी लगानीमा काम गर्न थाल्नुभयो त्यसपछि सरकारका दुःख कानुनका दुःख बुझ्न थाल्नुभयो। तपाईँ कुराकानी कानुन भने तपाईँ पार्छ नि हामीले त कुराकानी एउटा मन्त्री परिषदले एउटा अथवा छ नि संसदले एउटा कानुन बनाउँछ त्यसलाई दिन्छ नि एउटा हेर्ने दृष्टिकोण एउटै हुन्छ भन्ने छ। यहाँ त कुराकानी छ नि जुन टेबलमा गयो जुन शाखा अधिकारीले जति बुझिया छ त्यो नै कानुन हो। यहाँ अर्थ कुरा के होइन। तपाईँले मिलेन मिल्यो हुन्छ नि। अब एउटा कुरो तपाईँ पार्छ यो सबैभन्दा विडम्बना कुनै के भने तपाईँको कुनै पनि फाइलमा होइन एउटा कुनै अफिसरले कुनै एउटा राय लेख्यो उसको हुन्छ नि भर्खरै अफिसर भन्दा भर्खरै आयो नि पार्छ नि। जस्तो म यो सेक्टरमा तपाईँ पार्छ म गर्वसाथ भन्छु 25 वर्षसम्म म प्राइभेट सेक्टरमा हिँड्छु, म गभर्मेन्ट सेक्टरमा हिँड्छु होइन भन्छ नि। मैले जति किसिमको कुराहरू हुन्छ नि जे जसो भए पनि मैले छ नि मैले त्यो ऐन नियमहरू आएको चाहिँ आशय यो कारण यो हो
यसलाई यसरी बाधक बन्न हुँदैन भन्ने कुरा हामीलाई थाहा छ नि पार्छ नि होइन। अहिले शाखा अधिकृत एउटा आएको भर्खरै लोकसेवा पास गर्ने नै त्यो कुरो बुझिया हुँदैन, बुझ्नु भएन। एउटा सचिव सहसचिवले एउटा लेभलमा बुझिया हुन्छ, तपाईँ पार्छ नि। एउटा फाइल कुनै पनि फाइल एउटा शाखा अधिकृतले नेगेटिभ लेख्यो भने त्यो चाहिँ सहसचिव सचिवले पोजिटिभ लेख्दैन। यो मानसिकताबाट अगाडि बढ्नु पर्यो, एउटा हुन्छ नि यसलाई पार्छ नि। अनि एउटा फाइल चाहिँ तपाईँ पार्नुहुन्छ नि कति समयसम्म बस्ने भन्ने किसिमको कुराकानी छ नि। यसले गर्दाखेरि तपाईँले अर्को किसिमको कुराकानी भन्नु ऊर्जा सेक्टरमा जाउँ भन्यो भने तपाईँ पार्नुहुन्छ नि। यसलाई कुराकानी के भयो भने अब तपाईँको छ नि विभागले पनि यसलाई मोनिटरी गर्ने भयो, मन्त्रालयले यसै मोनिटरी गर्ने भइहाल्यो, प्राधिकरण आफै मोनिटरी गर्ने भइहाल्यो, पार्नुहुन्छ नि। अब ERC आफै किसिमको मोनिटरी भयो, पार्छ नि। एउटा सेयर लगत बनाउनको लागि पनि तपाईँले छ नि अब कम्पनी रजिस्ट्रार त छँदैछ होइन। प्राइभेट सेक्टरले एउटा बनाउने यो किसिमको फन्ड ल्याउँछु भनिसकेपछि त्यसलाई पार्छ नि, त्यसलाई रोकेर राख्ने किन पार्छ नि। यसलाई हुन्छ नि यो किसिमको समन्वय भएको छैन क्या, हुन्छ नि। एउटा कागजी पत्रमा त्यो समन्वय भएन। अर्को कुरो पनि छ उसले नगर्ने भने सरकारले नगर्ने भने ट्रान्समिसन लाइनको बजेट पनि छुट्याउँछ, टेन्डर पनि गरिदिन्छ, पाउँछ नि। तर कुराकानी के छ भने प्राइभेट सेक्टरले यति समय ल्याउने त्यो समयमा ल्याउँदैन। जब मेरो बत्ती व्यवहारिक रूपमा सरकार सहजीकरण गर्न तयार छैन। उसले बुझिया छ तर फेसिलिटेट गरिदिँदैन होइन। कणेलज्यू, यहीँनिर पछिल्ला यी दशकहरूमा निजी क्षेत्रले जसरी हाइड्रो पावरहरू बनाइराखेका छन् त्यो भनेको सरकार र निजीको लगानीको तुलना पनि निकै अन्तर देखिन्छ। जस्तो उत्पादनमा निजी क्षेत्रले 10-12 करोडमा बनाइरहेछ भने त्यही प्रोजेक्ट चाहिँ सरकारले 20-25-30 करोड लगानी गर्नुपर्ने स्थिति छ भनेको इमान्दारिता पनि त्यहाँ देखिएको छैन। फेरि पनि सरकार किन ऊर्जालाई पूर्ण रूपमा निजी क्षेत्रप्रति भर पर्न चाहन्न, निजी क्षेत्रलाई किन एक किसिमको प्रतिस्पर्धी ठान्छ? अब एकातिर हामी खुला अर्थतन्त्रको कुरा गरिराखेका छौँ, निजी अर्थतन्त्रको कुरा पनि गरिराखेका छौँ, यहाँ ऊर्जाका सन्दर्भमा कहाँनिर मेल खाएन होला? तपाईँको यसो छ क्या, हजुरले एउटा कुरा के बुझ्नु भने हामीले जति पनि प्रोजेक्टहरू छौँ हामी हुन्छ नि तपाईँलाई छ नि इन एनी कस्ट रात दिन जति भने पनि हामी छ नि 2 वर्ष 3 वर्षमा हामी सिद्ध्याउँछौँ। अरू किसिमको व्यवधान भएन भने हामीले आफूले गर्ने त्यो भने हामीले सिद्ध्याउन सक्ने चान्स के हो भने तपाईँ जुन ठाउँमा जे प्रब्लम आउँछ विदिन घन्टामा हामी डिसिजन दिन्छौँ, गर्ने त्यही हो। तपाईँ पार्छ नि त्यो डिसिजन कम भएको कारणले गर्दा त्यहाँ छ नि ठेकदार र कन्सल्टेन्ट चाहिँ उनको कुराकानी हुँदैन। तपाईँ पार्छ नि यो किसिमको कुरामा साइडमा कुनै किसिमको कुराकानी आयो त्यसलाई छोप्ने भए छोप पार्छ नि। कुनै टनल बनाउँदैछौँ, टनल बनाउँदा कुनै भनौँ आइहाल्यो भने त्यहाँ छ नि रेफ्स आउने रेफ राख, जे राख्नु पर्ने राख्ने, थप हुन्छ नि थप जति पनि बिलो क्वान्टिटी हुन्छ तपाईँ भेरिफाई गर्नुहोस्, त्यसो ओके गरेर यहाँ पठाइदिइहाल्नुहोस्, तपाईँ चाहिँ काम सुरु गर्न थाल्नुहोस् भन्ने हुन्छ। काम रोकिएन। तपाईँ यसले कुराकानी के छ भने तपाईँलाई हाम्रो कुराकानी के छ भने हामी तपाईँ पार्नुहुन्छ नि जुनसुकै समयमा पनि मेरो आफ्नो कुराकानी छ नि म साइड जाँदाखेरि जहिले पनि 6 बजी हिँड्ने भएँ, 10 बजी 11 बजी म त्यहाँ सुनको पुगेँ पार्छ नि। म बिहानै हिँड्नु पर्यो भने 4 बजी हिँड्ने, 6 बजी 7 बजी 8 बजी जतिखेर हुन्छ आफ्नो कुराकानी। उहाँबाट साइडबाट फर्किँदाखेरि नि हामी कुराकानी छ नि हामी सबै काम चाहिँ ऊ सिद्धिसकेपछि बेलुका राति हुन्छ। हामी छ नि सकेसम्म टाइममा त्यो किसिमको कुराकानी छ त्यो चाहिँ त्यो स्पिडमा हाम्रो काम हुन्छ क्या पार्छ नि। त्यो स्पिड राज्यले बुझेन क्या पार्छ नि। मैले भन्नु खोजेको के भने जब हिजो प्राइभेट सेक्टर आएन भने अहिले पार्छ नि हामीलाई प्राइभेट सेक्टरलाई हामीलाई इलेक्ट्रोमेकानिकल पनि तपाईँले छ नि 10 वर्षसम्मको कुरा हामीलाई छ नि डिफल्ट दिन तयार छ। हामीलाई कुराकानी छ नि हामी र सरकारसँगै त भयो भने हामीले कुराकानी छ नि हामीलाई दिए सरकारसहित सहभागी भएपछि दिँदैन उसले। तपाईँ पार्छ नि हामी ठुला आयोजनाहरू पनि तपाईँ पार्नुहुन्छ नि हामी लान सक्छौँ नि। 5वटा 7वटा हाम्रा प्रोजेक्टहरू जो छ 20-25 मेगावाटभन्दा माथिका आयोजनाहरू संस्थागत रूपमा आऊ होइन जोइनमा जाउँ भनेपछि अर्को फन्ड किन चाहियो पार्नुहुन्छ नि होइन। उसले जति उ गरिरहेछ जति बुढी गण्डकीको कुराकानी गर्ने भने
पर लिटर 5 रुपियाँ उसले ल्याएको छ नि त होइन। त्यो बराबर मेरो इक्विटी भयो होइन। तपाईँको इएम र एचएम यसरी जाउँ होइन। तपाईँहरूको जुन जुन आयोजनाको छ होइन, त्यो 2 वर्षको चाहिँ जुन इन्कम हुन्छ त्यो चाहिँ यहाँ लगानी गराउने, त्यो कुरो राष्ट्र ब्याङ्कबाट म भन्छु भन्यो भने त हामी 1200 मेगावाटको प्रोजेक्ट यही छ नि। हजुरले बुझ्नुभयो भएन, मैले कति बुझाउन सकेँ पार्छ नि। अहिलेको यो सेक्टर भने तपाईँ पार्छ नि, हामी जुनसुकै ठाउँमा पनि तपाईँ पनि हामी जान सक्ने स्थिति छौँ हामी होइन। निजी क्षेत्र नै तयार छ, निजी क्षेत्र तयार छ। हामीलाई तपाईँ पार्नु छ नि विभिन्न देशहरूबाट तपाईँलाई आह्वान गरिराखेको छ। आगो मचुन्छ नि तपाईँलाई छ नि यतिमा म प्रिपेयर गरिदिन्छु, यतिमा लिएर गइदिन्छु भनेर भनिराखेको छ भने त्यो कुरो छ नि। जस्तो अहिले पार्टमा म नेपालमा काम गरौँ र विदेशमा काम गरौँ बराबर जस्तो छ क्या होइन। मैले इलेक्ट्रोमेकानिकल पनि बाहिरबाट ल्याउनुपर्छ, मेसिनरी पनि बाहिरबाट ल्याउनुपर्छ होइन पार्छ नि। मेरो 60% को चाहिँ साउन्ड बाहिरबाट हुन्छ। म कुनै बाहिर जान्छु भने मेरो सोच नि 60% साउन्ड बाहिरबाट तिमीहरू गर भनेर त्यो किसिमको कुरो माहौल भयो भने त तपाईँको अर्को कुरो भएन नि त। फिगर कुराकानी छ नि, मैले कुराकानी छ नि, मलाई बाहिरको भन्छ नि यसको गरेर बाहिरको विदेशबाटै त छ नि विदेशी ब्याङ्कले पत्याएर मैले कुराकानी गर्ने भने त मलाई त लगानीको लागि त अर्को कुराकानी केही भएन होइन। यो कुरो नेपाल सरकारले आफ्नो किसिमको क्याच गर्न सकेका छैन भन्छु म होइन। त्यसको लागि कुनै पनि आयोजनाहरू जस्तो उत्तर गङ्गा तपाईँको त्यति राम्रो प्रोजेक्ट छ, तपाईँको 1300 मिटरको हेड छ, त्यो बार छ नि, त्यो हामीले अगाडि बढ्न सकिरहेको छैन। बुढी गण्डकी हाम्रो त्यत्रो हुन्छ नि, तपाईँले अहिले पार्छ नि आज हुन्छ नि 60को दशकदेखिबाट आज 20-22 वर्षदेखिबाट छ, त्यो कुरो छैन। हिजोको अवस्थामा त थियो होला, अहिलेको अवस्था त हुन्छ नि त्यो किसिमको स्थिति छ होइन। त्यसमा चाहिँ तपाईँले कुरा हुन्छ नि यो कुरो अरू मिनिमम कुराहरूमा हुन्छ नि ट्रान्समिसन लाइन, बाटो हुन्छ नि होइन। अनि त्यहाँ त सँगै पिपिपी मोडलमा होइन, पब्लिक प्राइभेट पार्टनरसिपमा तपाईँ पार्छ नि, तपाईँ लिएर जानुहोस्। अब तपाईँले कतिमा गर्ने भने इपिसिएफै दिए पनि भयो नि तपाईँ छ नि। विदेशी भन्दा तपाईँ पार्नुहुन्छ नि विदेशी आयोजनाहरूलाई दिने भन्दा म आफूले नेपालमा 400 मेगावाटको प्रोजेक्ट हामीले बनाइसके डेभलपरहरू आएर म बनाउँछु भन्यो भने त्यो प्राइसको लागि चाहिँ तपाईँले चाहिँ इन्टरनेसनल टेन्डर गरिरहनु पर्यो न। कन्सल्टेन्सी दिनुहोस्, हामी ठोकेर बनाइदिन्छ। हामीसँगै क्षमता छ भने त अब पार्छ किन बाहिर किन गर्ने यो कुरै छैन पार्छ नि होइन। अब यो कुरोको चाहिँ त्यो माहौल चाहिँ बनाउनलाई कुराकानी छ नि होइन। लगानीको सुनिश्चितता र सुरक्षा चाहिँ कस्तो छ ऊर्जाका क्षेत्रमा? अहिले तपाईँको यसो भएको छ, यो विडम्बनाको कुराकानी हो। अहिले खासै कुरो हामीले कुराकानी भन्छ नि हामीसित भएको सम्झौता अनुसार धेरै किसिमको कुराहरू भएको छैन। भनेको लगानी सुरक्षित छैन, त्यो सुरक्षित हुन्छ नि तपाईँले पार्छ नि। अहिले बाहिर ऐन नियम अनुसार त सबै सुरक्षित छन्, तर पार्छ नि होइन। अहिलेको स्थिति भन्दाखेरि तपाईँले पार्छ नि त्यतिको माहौल त्यति देखिया छैन। तर पनि फेरि पनि लगानीका लागि मानिसहरू आकर्षित चाहिँ छन्। कुरै यसो छ तपाईँ छ नि यो त दैनिक चलिरहने हो। कहिले वर्षा हुन्छ, कहिले पानी हुन्छ, कहिले के हुन्छ। हामी 30-35 वर्षको लागि हामीले हुन्छ नि 35 वर्षको लागि हामीले लिएका छौँ होइन। 1-2 वर्षको तलमाथिले कुराकानी गरे पनि हामीलाई सर्ट टर्ममा अलिकति असर गर्ने हो, लङ टर्ममा असर गर्दैन साथी हो भनेर हामी लिएका छौँ। चुनौती चाहिँ कस्ता छन् ऊर्जा क्षेत्रका? चुनौती त अहिले पार्नुहुन्छ नि तपाईँले पुरै गर्नु पर्दैन। तपाईँको कुरो के भने एउटा हाइड्रो पावर गाउँमा जाने भने तपाईँले त्यहाँ छ नि त्यहाँ त तपाईँको कार्यपालिका पनि गएको छ, न्याय पनि गएको छ, सुरक्षा पनि गएको छ, सबै किसिमको जुन छ नि पार्टी पनि सबै त्यहीँ गएको, वार्ड गएको छ, वार्ड गएको छ। उनीहरूका सबका डिमान्ड हुन्छ तपाईँ पार्नुहुन्छ नि होइन। उनीहरूका सबै घरमा धारो बनाइदिने, पाठशाला बनाइदिने, बाटो बनाइदिने, यो गर्ने पाठ छ नि होइन। त्यो बाँकी नै छ पाठ छ नि। अनि फेरि तपाईँ पाठ हुन्छ नि सुरक्षा पनि आफैले लिएर जानुपर्छ। त्यहाँ कुराकानी केही छैन पाठ छ नि। यो अजीब जस्तो लाग्छ क्या पाठ छ नि होइन। अनि एकातिर मुलुकमा 80-85 हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ, हाम्रो समृद्धि भनेकै विद्युत पनि भन्ने,
अर्कोतर्फ उद्यमीहरूलाई यो ढङ्गको शास्ति पनि दिने यो आफैमा तपाईँ यो सानोतिनो त तपाईँ पार्छ नि सानो दिमाग हुने सानो अब अलिकति छ नि तपाईँले सोच हुने भनौँ न त्यो उसलाई पार्छ नि यो हिसाबले अलिकति बोल्ड रूपमा मान्छे नहुनेमा त तिनीहरूको फाइन हुन्छ तपाईँको त्यो डिमान्ड र कुराकानी छ यहाँ अरू कुरा आयो तपाईँ कुरा के भने अलिकति मलाई के पनि लाग्छ भने हाम्रो आर्थिक रूपमा अलिकति ऊ भएर नि होला विकास पनि हाम्रो नभएर होला होइन चेतनाको स्तर पनि बढेन त्यो पनि होला पार्छ नि त्यहाँ हुन्छ नि म त कुराकानी के छ भने सकेसम्म मैले भ्याएसम्म चाहिँ जति हुन्छ त्यहाँ चाहिँ त्यो गाउँमै गरिदिउँ भन्ने लाग्छ हामीलाई कुराकानी छ नि काम गर्दा हुन्छ नि मैले काम गर्दाखेरि रोकिँदा नि रोकिँदैन होइन धेरै किसिमको कामहरू हुन्छ नि चाहे म बोर्डमा बसौँ चाहे नबसौँ मैले कुराकानी छ नि मैले लिएर जाने कामहरूमा मैले छ नि होइन त्यो टाइममा म सिध्याउन सक्छु मलाई हुन्छ नि त्यो किसिमको कुराकानी छ नि हुन्छ नि त्यसलाई हुन्छ नि तर कुराकानी के छ भने यो व्यक्तिलाई भएन समग्र राष्ट्र र राज्यलाई नै कुराकानी के हुनु पऱ्यो भने हामी यो सेक्टर सुरक्षित छौँ भन्ने एउटा सिस्टम हुनु पऱ्यो क्या तपाईँ पार्छ नि तपाईँको कुराकानीमा सिस्टम कसरी बुझ्नु भने तपाईँ बनाउन चाहनुहुन्छ भने यति वर्षमा तपाईँको पिपिए यसरी हुन्छ पिपिए भएको 6 महिनामा तपाईँले कनेक्सन 6 वर्षमा तपाईँको कनेक्सन पोइन्ट हामी दिन्छौँ या तपाईँले यहाँसम्म बनाउनु त्यसको लागि यो यति हामी गर्छ भन्ने कुरा छ नि एउटा कोरिडोर वाइड त छ नि पार्टमा होइन त्यो किसिममा छ नि त्यो किसिमबाट यति समयभित्र भएन भने हाम्रो यति कम्पेन्सेसन हुन्छ पार्टमा छ नि तपाईँको त्यो किसिमको कुरा त अर्को कुरा केही पनि भएन एउटा राज्यले पार्छ नि तपाईँको कुनै पनि राज्यको कारण गरेर ट्रान्समिसन लाइन नबनेका कारणले गर्दा उसको लाइसेन्स अब्जर्भ किन नगर्ने तपाईँ पार्छ नि 75 मा तपाईँ बत्ती उत्पादन गर्नुहोस् भनेर दिएको छ तपाईँको 82 सम्म पनि तपाईँको लाइसेन्स ऊ भएको छैन भन्यो भने त्यो 6 वर्षको तपाईँको छ नि टाइम चाहिँ एक्सटेन्सन गरिदिनुहोस् न पैसा दिन त पऱ्यो होइन नि त तपाईँ राज्यले नल्याएको कारणले गर्दा त्यसलाई एक्सटेन्सन गर्ने हो त्यो त सिम्पल छ नि त सबैको सोच नि अहिलेको अवस्थामा त झन्डै 70-80% निजी क्षेत्रले ऊर्जा ओगटेको छ नि भनेको त राज्यले यो निकै ठुलो हिस्सालाई सम्बोधन गर्ने र सुरक्षित राख्ने दायित्व पनि सम्बोधन गर्ने यो त राज्यको तपाईँ पार्नुहुन्छ नि सुनिसोध्न तपाईँले कुराकानी के छ भने तपाईँको छिमेकी राष्ट्रमा तपाईँ पार्छ नि 9 लाख मेगावाटको चाहिँ आवश्यकता छ हाम्रो यो केही पनि होइन यो त पिनेट छु पाकिस्तान चाहिँ अहिलेको प्राइस त्यहाँ 14-15 रुपियाँ छ कुनै पनि स्टेटमा हामीले कुराकानी छ नि हामीले अर्को कुरा केही पनि गर्नु उसलाई जतिखेर पनि आवश्यकता छ हामीले कुराकानी छ नि बजारको अभाव भएन अब इन्टरनेसनल अहिले मार्केट सबैमा सबै राष्ट्र आफैमा समृद्धि हुन्छ भन्ने छैन पावर छ नि त्यसलाई चाहिँ एक्सचेन्ज त हुनैपर्छ त्यस कारणले गर्दा तपाईँ पार्छ नि युरोपमा पनि युरोपको सबै सञ्जाल छन् अमेरिकाको अमेरिकन सबै सञ्जाल छन् क्यानाडा भयो उसको अमेरिका भयो यिनीहरूको पार्ट छ नि यिनीहरूको पावरको एक्सचेन्ज चाहिँ भइराखेको छ होइन हाम्रो पनि तपाईँको पार्ट हुन्छ नि अवधारणा नै आइराखेको छ होइन यसले पार्छ नि त्यो कारणले गर्दा यो सेक्टरमा तपाईँ पार्ट हुन्छ नि यसको हुन्छ नि भविष्य त बहुत राम्रो भयो तपाईँ पार्छ नि बजार सुनिश्चित भयो अर्को कुरो तपाईँले सबैभन्दा राम्रो कुरो म आफू एमडी भएर बत्ती बालेको आयोजनामा मैले छ नि अहिले म ठ्याक्क हुन्छ नि मैले 18 कि 19 महिनामा म गएँ साइडमा तपाईँ कुराकानी हुन्छ नि कुनै तपाईँ पार्ट हुन्छ नि तपाईँको र मेटेरियल यो भयो यो चाहियो भनेर भन्नु नि पर्दैन होइन उसले कुराकानी दिन्छ नि आनन्दसित चलिराखेको हुन्छ मात्रै अहिले यो बिचमा अलिकता कुराकानी के भने पार्छ नि पावरको फङ्सन लिने भने पनि भन्छ नि लिने भने पनि मैले भन्छ नि घरि प्राधिकरणले लिँदैन घरि लिन्छ घरि यति दिए भन्छ घरि यति दिएन भन्छ चिठी लिए भन्दा चिठी दिँदैन त्यो कुरो त यिनीहरूको छ होइन यो पनि लामो समय होइन उसलाई पनि अलिकति समस्या होला हुन्छ नि
टार्गेट बार मन्सुमा कोही 1000 मेगावाटको चाहिँ अहिले जाने छ, अर्को 1000 2000 मेगावाट जाने बित्तिकै यो समस्या पनि आउँदैन होइन। 1 वर्ष 1.5 वर्षपछि भइहाल्छ पार्नु जाने यो किसिमको कुरा भने। अब एउटा कुरा चाहिँ के भने तपाईँलाई कुराकानी के भने एउटा सरकारले बुझ्नुपर्ने कुरो चाहिँ तपाईँले जति कुराकानी लोभ गरे पनि जे गरे पनि पार्टीले बुझ्नुपर्ने कुरो चाहिँ तपाईँले यहाँ ठुलो काम चाहिँ गर्दै हुनुहुन्छ भने प्राइभेट सेक्टरलाई विश्वास लिएर तपाईँले आयोजना गर्नुहोस् होइन। तपाईँकै नेतृत्वमा हुन्छ होइन। तपाईँ प्राइभेट सेक्टरसित प्रतिस्पर्धी भएर म चाहिँ आफै बनाएर हाम्रो लेभलमा यसरी उठ्छ भनेर भन्दाखेरि त्यो सम्भावना छैन। त्यो विगतले पनि देखाउँछ। राज्यले ओगटेका योजनाहरू सबै अलपत्र जस्तै परेका छन् नि। तपाईँको कुराकानी हेर्नु न, तपाईँ बाजा नि बुढी गङ्गा तपाईँ पार्नुहुन्छ नि होइन। विद्युत विकास विभागले चलाउँछु भनेर भने होइन। ओपेक फन्ड ल्यायो नि त होइन। पर मेगावाटको चाहिँ 45 करोड रुपियाँ दामको ल्याउँदाखेरि पनि अब अहिले मोटामोटी 60 करोड पुग्न लागिसक्यो। बरु त्यो 20 मेगावाटको प्रोजेक्ट बनाउन सकेका छैन नि त होइन। सानोतिनो कुराकानी छ नि। यस्ता 20 मेगावाटको प्रोजेक्ट हामी 2 वर्षमा तपाईँ पार्छ नि। फन्डको व्यवस्था गरेर 2 मिनटमा हुन्छ त्यो किसिमबाट हुन्छ नि होइन। हाम्रो पनि पुरानो कुराकानी छ नि। तपाईँले बुझ्छ नि हामीलाई इपिसीमै दिनुहोस् न पार्नुहुन्छ नि, त्यो त हामी बनाइदिइहाल्छौँ नि। त्यो के कुरा ठुलो कुरा भयो त्यो होइन। हामीले आफूले ल्याएर जानलाई त अब यो कुरोमा तपाईँ कुराकानी छ नि। हामी अरूलाई चाहिँ छ नि, अरू विदेशीहरूलाई चाहिँ के यति र उति ऊ भनेर भन्छौँ पार्नु छ नि। जसले नेपालमा बसेर बनाएर पावर दिएर ऊ चाहिँ छ नि 5-7 वर्ष 10 वर्षपछि अहिले ऊ भएर बनाइराखेको ऊ छ होइन। त्यसलाई चाहिँ हामी विश्वास गर्दैन। तपाईँ हेर्नुहोस् लिबर्टी इनर्जीले बनाएको 25 मेगावाटको प्रोजेक्ट तपाईँ छ नि, कुनै पनि एनइएले बनाएको कुनै पनि प्रोजेक्टहरूमा हुन्छ नि भन्दा कहाँनिर कमजोरी छ त ल हेर्नुहोस् पार्छ नि। उत्पादनमा कमजोरी छ कि बनावटमा कमजोरी छ कि आउनेमा के कमजोरी छ कि होइन। त्यो किसिमको कुराकानी त त्यो त छ नि हामीले अब त्यसलाई आधार विश्वास बनाएर हामीले किन विश्वास नगर्ने। पक्कै विश्व कडेलज्यू यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो र विशेष गरी ऊर्जाका क्षेत्रका सुख दुःखका बारे बताइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। हजुर मेरो तर्फबाट पनि। आदरणीय दर्शकबिन 3S मिडिया प्रणालीको प्रस्तुति कार्यक्रम युगान्तरमा आज हामीले मुलुकमा ऊर्जा उद्योगको अवस्थामाथि केन्द्रित रहेर कुराकानी गऱ्यौँ। कुराकानीमा हुनुहुन्थ्यो एकजना ऊर्जा उद्योगी एवं ऊर्जा विज्ञ विश्व कडेल। कार्यक्रम हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।